हेलो एवरीवन, वेलकम बैक टू माय चैनल। तो आज मैं आई हूँ विष्णु मंदिर। ये है हमारी प्रिंसिपल मैम। तो हम यहाँ आए हैं, मैम को इनविटेशन है गेस्ट के रूप में, काउंसिलर के रूप में गेस्ट ऑनर करके उन्हें बुलाया गया है। और मैं आई हूँ, मेरे बेटे का आज बहुत बड़ा दिन है जो हमारे भारतीय कामी समाज ने हमें बुलाया है। कामी समाज मतलब नेपाली कामी समाज। तो वहाँ पे इनविटेशन था, जितने भी 10 और 12वीं पास के बच्चे हैं उन्हें निमंत्रण था, उन्हें संबर्धना करने के लिए। तो उसी के लिए आज हमें बुलाया गया है, तो उसीलिए हम सब यहाँ आए हैं। और मैम, हमारी जो प्रिंसिपल मैम है, उनको गेस्ट के रूप में एज ए काउंसिलर के रूप में बुलाया गया, ताकि बच्चों को पता चले कि कैसे आगे बढ़ना है, कैसा करियर लेना है। तो इसके बारे में मैम और धेमाजी से हमारे पंकज सोनारी सर भी आए हैं। तो वो दोनों हमारे में गेस्ट है। तो आज हमें सभी को, कामी जितने भी हैं हमारे नेपाली कामी समाज के सभी बच्चों को बुलाया गया है, तो उन्हें संबर्धना करने के लिए। तो चलिए मैं आपको दिखाती हूँ। फुलम गम्छाले सम्बोधन गर्नुहुन्छ र साथै एउटा विशिष्ट मुभमेन्टले सम्बोधनको निम्ति अनुरोध गर्दैछु। उहाँ हुनुहुन्छ जुनाली बीच बीच में डांस प्रोग्राम भी रखा गया था, ताकि बच्चे अपना परफॉर्मेंस नेपाली डांस में दिखा सके और सभी को मनोरंजन कर सके। तो सुंदर सा डांस प्रोग्राम भी रखा था, बच्चों ने बहुत सुंदर से डांस किया था। यो सभामा आएर पुरस्कृत हुनुभयो, त्यसको लागि म तिमीहरूलाई हार्दिक शुभकामना दिँदैछु। और फ्युचरमा पनि उनीहरूले यस्तै कन्सिस्टेन्सीले, यस्तै आफ्नो हार्डवर्कले अझै साइन गरौँ, अझै हामीले पनि उनीहरूलाई अझै हेर्न पाऊँ, उनीहरूको नाम रोशन होस्, त्यही मेरो ईश्वरसित कामना छ। अनि धन्यवाद। र आगेको परिवर्तन कार्यक्रम त्यसमा हाम्रो मर्जी पनि छ र शिक्षामा पनि एउटा समय हुन्छ, एउटा उमेर हुन्छ। एउटा उमेर भएपछि हामीले जब पाउँदैनौँ र रिता डक्टर रिता गुरुङको लागि आएर हाम्रो प्रेसमा अनुरोध गर्दैछु र उहाँलाई सम्बोधनको निम्ति म अनिता सुना नृत्य गर्दैछु कि उहाँलाई आएर विशेष मोमेन्ट गर्छु। डक्टर रिता गुरुङ एचएस स्कुलको प्रिन्सिपल हुनुहुन्छ, उहाँलाई सम्बोधनको निम्ति हाम्रो अनिता सुनालाई अनुरोध गर्दैछु। एउटा मोमेन्ट गर्छु, विशेष मोमेन्ट। धन्यवाद। हामी शिक्षाको विषयमा बहुत ज्ञान हाम्रो गार्जियनमा छात्र डुम स्क्रोलिङ सोच्नुहोस् कि तपाईँको काम तपाईँ खत्म भयो, यु आर फ्री फर 1 आवर। तपाईँको लागि 1 घन्टा केही काम छैन। तो पहिला त जब मोबाइलतिर हामी या त फ्रेन्ड्ससँग बात गर्थे या घुम्न जान्थे या रिल्याक्स गर्थे, तर आजकल हाम्रो साथ छ हाम्रो बेस्ट फ्रेन्ड। मोबाइल निकाल्यो, युट्युब खोल्यो, इन्स्टाग्राम खोल्यो र जे चाहिन्छ त्यसलाई कन्टिन्युअस
स्क्रॉल गर्दै गयो त्यसमा 1 घण्टा कहिले खत्म भयो 2 घण्टा कहिले खत्म भयो कहिले 60 भयो हामीलाई थाहा पनि हुन्न त्यो त्यसमा हामीले कतिवटा दिन हेरे त्यो पनि हामीलाई याद रहन्छ सो दैट इज योर मोस्ट इम्पोर्टेन्ट एनिमी नम्बर 3 तो यो तीनटा एनिमीजलाई अगर तपाईं कन्ट्रोल गर्न सक्नुहुन्छ देन योर लाइफ विल बी भेरी भेरी सक्सेसफुल अदरवाइज तपाईको जति ट्यालेन्ट छ जति तपाईको मोटिवेशन छ मनमा कि म सक्सेसफुल हुँ दैट विल नॉट बी फ्रुटफुल त्यो काम दिन्न सो स्टुडेन्ट्स जब तपाईं पढाइ गर्नु बस्नुहुन्छ और when you are thinking of doing some very important work एउटा एक्सरसाइज म बताउँछु तपाईहरु गर्नको लागि तयार हुनुहुन्छ ओके हात यसरी उठाउनुहोस् एकबार राइट ह्यान्ड ओके ब्रिङ इट डाउन यसरी मोबाइल उठाउनुहोस् अब मोबाइल उठाउनुहोस् पुरा स्ट्रेट मोबाइललाई खोल्नुहोस् यसरी स्विच अफ गर्नुहोस् त्यहाँदेखि त्यसलाई घुम्नुपर्छ तल राख्नु ओके दिस इज अ भेरी डिफिकल्ट एक्सरसाइज सबसे पहिला म सबैपट्टि क्षमा खोज्दैछु किनकि मेरो नेपाली यति क्लियर छैन यति राम्रो छैन सो म सबैसँग पहिला क्षमा खोज्दैछु कि मबाट केही भुल भयो भने मलाई माफ गर्नु होला सो आजको जो प्रोग्राम थियो त्यसको लागि जब सर मलाई इन्भिटेसन दिन आउनुभयो सरले भन्नुभयो कि फेलिसिटेसन प्रोग्राम थियो स्टुडेन्ट्सको लागि अझै एउटा सानो क्यारियर काउन्सिलिङको लागि तपाईँ आइदिनु होला सो किनकि यो स्टुडेन्टसँग एसोसिएटेड एउटा प्रोग्राम थियो त मैले एक्सेप्ट गरेँ र स्टुडेन्टसँग डाइरेक्ट बात गर्नुको लागि म जब यो चान्स पाइदिन्छु जे मैले सिकेँ एज अ प्रिन्सिपल एज अ टिचर स्कुलमा पढाएर म त्यो चिज सेयर गर्न खोज्छु सो नम्बर 1 First of all the children sitting at the back, will you please stand up? As a junior, नानीहरु felicitate हुँदैछ class 10 12 को result दिएर Can you please stand up? Can you please raise your right hand, अपना right hand over and pat yourself. Pat yourself like this. Say congratulations to yourself. Because अगर तपाईले आफूले आफूलाई कङ्ग्रेचुलेट गर्नु भएन भने आफूले आफूलाई रेस्पेक्ट गर्नु भएन भने nobody else will do that for you. Okay? Thank you. Second piece. पंकज विश्वकर्मा सरले बहुत राम्रो तरिकाले भन्नुभयो र जो उहाँले भन्नुभयो फर्स्ट चिज तपाईको जो आजको रिजल्ट छ that is not going to show the path that you will carve in the future. तपाईको फ्युचरमा के रिजल्ट हुन्छ आजको तपाईको रिजल्टले बताउँदैन and that is very true किनकि आज अगर तपाईको 80-90% छ र तपाईले फ्युचरमा कन्सिस्टेन्ट वर्क गर्नु भएन भने यो कम्पनी हुन सक्छ अगर तपाईको 60% छ 50% छ र तपाई कन्सिस्टेन्टली हार्ड वर्क गर्नुभयो स्मार्ट वर्क गर्नुभयो त्यो रिजल्ट तपाईको पछि गएर 99% 100% पनि पुग्न सक्छ धन्यवाद र अहिले पनि अगाडि पनि हामी शिक्षाको क्षेत्रमा धेरै काम गर्न चाहन्छौँ जसले हाम्रो विद्यार्थीहरूलाई सिक्नलाई ट्राई गर्नुहोस् कोही यहाँ आए के एउटा कुरो भने त्यो सुन्नुहोस् सिक्नुहोस् आफ्नो व्यावहारिक जीवनमा प्रयोग गर्नुहोस् त्यसै गरी जसले सिक्दछ त्यही नै ग्रो हुन्छ जसले ग्रो गर्छ त्यही नै सफल हुन्छ सिम्पल मन्त्र र इजी मेथड त्यही हो कि मान्छेलाई सफल हुनको लागि